हाहा नि चाहिँ फौगोलो माछा हेरौँ हप्दै खोइ त फोको हाम्रो फाइनल स्कोर देखाम हाहा This is our fish. ल यहाँ हाम्रो माछा मार्ने कार्यक्रम धरिया हाम्रो धरियामा माछा कति मर्छ हेर्दै गर्नु होला यहाँ चाहिँ धरियामा यसरी माछा मार्छ म देखाउँछु यहाँ टक्क यहाँ भुक थाप्यो यहाँ यलो थापेर है लो लो माछा खेदाउँदैछन् केटाहरू यहाँ हामी यसलाई धोरिया भन्छ धोरिया मजाले लौ त यसरी खेदाउनु पर्छ मुनिबाट ध्यान बल चाहिन्छ मलाई क्या बोल बुलाऊंगा मैं भी को ठूल होगा सर ये बना बुलाऊंगा तो कोई नहीं ना यसरी निकालिन्छ हाम्रो हाहा यस्तो परेछ यहाँ नि चाहिँ फोपोलो माछा हेरौँ योङ्गोसँग जाँदा नि मसला माछा all of them जीवन दान बेनी हो लय छ नि पोक्नुको जिउँदो त यहाँ वार्छु त्यो राख्नुले गयो पुवा धमरका यो चाहिँ ताजा रावा खोलाको असलमा छ ओ भिन्छम हो जिन्दगी साह्रै छोटो यो यो अहिले चाहिँ हाम्रो ट्याक्कै 4 बजेको छ अनि हाम्रो माछा मार्ने कार्यक्रम यही समाप्त हो यो चाहिँ एउटा यस्तो प्रकारको झार हो फुल हो जुन चाहिँ यो अनि यहाँ हाम्रो फाइनल स्कोर माछा यस्तो छ एक यलो अलि छैन खोइ त फोपो हाम्रो फाइनल स्कोर देखाम हाहा यहाँ चाहिँ हाम्रो फाइनल स्कोर चाहिँ यहाँ माछाको एक थुटुप्पा
यति चाहिँ ठ्याक्कै यहाँ एक भारी यहाँ थोरै छ हाम्रो असला माछाको समाप्त यही भएको छ यही हो हाम्रो असला माछा रावा खोलाको असला माछा टक्कै छोडिदिने है दिस इज अ बिग वान यो चाहिँ सबैभन्दा ठुलो हाम्रो असला माछा आजको त्यो रावा खोलाको ताजा असला माछा यो यस्तो छ खोलाहरू तल होइन तल टक्क नदी नाला मेरो हात यस्तो छ आज यसलाई चाहिँ भुक भन्छ हाम्रो यहाँ अब यसलाई चाहिँ ठुन्दिम होइन टक्क यो अहिले निस्किँदैन उम्मिद ठुक्का हो ए ठुक्चाउने रे अब हाम्रो माछा या लो त निकालिदिउँ त कति हुन्छ झऱ्यो हेङ हो यति चाहिँ मरेछ है राना हिँडम यो चाहिँ आजको मेन डन यो दिस इज आवर फिस निकाल्दिउँ यसको फिस टक्क अब हाम्रो रावाल खोलाको आजको असलामा चाहिँ यति भएको चाहिँ हाम्रो ल लङ्गी भाग 5 जनाको भाग त्यति हुँदैछ त्यति भयो हाम्रो माछा ल हेर्नु हो खोइ यो होला हो म को पनि इधर सुनो इधर को बनाई यो अब चाहिँ हामी माछाहरू मारेर सुई यहाँ घरतर्फ लाँदैछौँ यहाँ खोला यहाँ छ घर अगाडि जाँदैछन् टोलीहरू माछा बोकेर म माछा लिन जाँदैछु यस्तै छ जिन्दगानी दर्पण छाया